आफै बोला त कसरी हुन्छ न त्यसलाई 1 घण्टा घरमा राख्ने नि शक्ति घर जान्छ के खै कथा सकियो भेरिटीमा टाइम भएन तपाईले पर्दैन तिमीलाई चाहिँ एक बार शक्ति त हो दिदी ल ल प्रकृतिको शक्ति चारले पनि गर्छ अनि फलेपछि भित्र आउँछ के अनि म फेरि आगे सोएकी सही मूल फेरि उसको फोर्सिनु पर्छ के फल्के बित्तिकै मूल आयो मूलसित फेरि तिनी आउनु रहेछन् के वार वार्ते आउँछन् हो फलेपछि तिमी निस्कियो तिमीले लौराले गरेर एउटा कोदाल ल्याएर गर्ने हो नि भरल भरल चाहिँ हुन्छ मैले यहाँ यति लिएर जंगलको रमाइलो लाग्यो पापकै हाली भएको फोटो कि त्यो फोटो पठाइदिए यो बरगती चाहिँ भाषा के जाइमा रुद्र डरा त्यही यहाँ त उरै छ कि जोकिनी गर्छ यो त पास गरे तल यो सबै परिवार एउटै परिवार हो तपाईहरु तपाईहरु सबै एउटै परिवार हो कि यो पिकनिक आएको हो कि एउटै परिवार यो सबै एउटै भाडाको खान्छौँ हामी यतिले एकै ठाउँ अब गएर कसरीमा पकाउनु एउटै बाउका सन्तान हो यो कसरी जुट्नु भयो त यसरी कसरी जुट्न सम्भव भयो पुण्यतिथिमा 13 देवको पुण्यतिथिमा सबै सामेल भयो त्यो कार्यक्रम भ्याएर उहाँको त्यो फुल प्रसादी लएर तल गरी पूजा गरेको त्यसलाई यहाँ छाला खोलाको यो आफ्नै जग्गामा बुवाको यो सम्पत्तिमा सबै हेरिदियो मतलब तपाईहरु एउटै भाइ एउटै भाइ हजुर जेठाको तिमी भयो
साइलाको उहाँ साइलाको उहाँ काइलाको विदेशतिर हुनुहुन्छ म कान्छो छोरी भयो त्यस्तै हो उहाँ छोरी छोरी माथि 5 भाइ हाम्रो बाको गङ्गेरी भन्ने हेर कति छ उ दिनभरि हिँडेर सकिन्न बाको सम्पत्ति बुहारी उहाँ हुनुहुन्छ जेठीबारी उहाँ हुनुहुन्छ माइतीबाजी हुनुहुन्छ बित्नु हो सबैभन्दा जेठी बुहारी उहाँ सबभन्दा जेठी अब यो घरी बुढी है यो बुढी बुढी नन्द म अब हाम्रो पाल हो यी जानी म गएपछि उ जान्छ हामी गए पनि फोटामा हेरे हेरे यस्तै छ एनी मुनिकी जेठी भाउजू हुनुहुन्छ जेठी दिदी यो जेठी दिदी सबभन्दा जेठी तल्लो पिँढी जेठी म माइली साइली कता गयो साइली त्यहाँ छे कान्छी म यहाँ छु कान्छी त उहाँ छिन्छ र उ माइली बुहारी हो यहाँ सबभन्दा ठुली हाम्रो सबभन्दा ठुली माइली उहाँ लुकेको ए त ठुला बा ठुलाबा ओहो सिरानाका ठुलाबा यिनी भार्रे भुर्रे हाम्रा नाम हामी बिर्से अब यो साइलाको छोरो भयो नाति भयो यो भाइ भयो हाम्रो यो फेरि उताबाट डाँडाका लिडर आउनु भयो उहाँ अनि सभापति सबै गर्ने उहाँले हो सबैको लिडरसिप गर्ने उहाँले नेतृत्व लिनुहुन्छ गाउँको उहाँको नेतृत्वमा हाम्रो यो पुरै डाँडा चल्ने गरेको छ अहिलेसम्म उहाँले जे भन्यो त्यो चल्छ अध्यक्ष अध्यक्षलाई गुड खाएर स्वागत हो सबैले उहाँलाई सोध्ने गर्छन् विशेष सबैको सम्मान छ ल मेरो पनि सम्मान छ उहाँलाई बोलाएर आउनुभएको अनि त्यो बच्चाहरू सबै भदा नाम पनि आऊ भाइका दिदीका बहिनीका छोराछोरी राधा यो म यो हरिप्रसादको छोरा सबभन्दा लास्ट कान्छो 5 भाइ मध्येको रङ्गमणी खनाल बसाइ कहाँ बसाइ हजुर गैडाकोटतिर बस्छु हजुर त्यही हो म पनि बाबु हरिलालको छोरा अनि बेलकुमारी खनालको र हरिलालको छोरा हो म साइलो जाने भाइ अब मदेखिको 2टा दाजुहरू माथिको मैले गुमाइसकेँ अब त सबै चिज मै माथि हेरिराखेको छ म पनि अहिले अलिक त्रासले जो बाँचिराखेको छु बाबु यस्तै छ कालको त्रासमा छु त्यस्तो ल मेरो नाम रश्मि खनाल हो म जेठा बाकी नातिनी हुँ खनाल हो म माइलाकी छोरी माइली हुँ बसेर आने नि हुन्छ म जेठाकी बुहारी जेठी हुँ नाम मेरो मधु खनाल म माइलाकी छोरी जेठी हुँ मेरो नाम रिता हो आज घुम्न आएका यहाँ बाबाको 13 दिनको पुण्यतिथि खोलाको फुल प्रसाद चढाएर आएका सबै रमाइलो गरौँ भेटघाट गरौँ भनेर सबै भेट भयो दुःख मनमा भए पनि देख्नलाई परिवारसँग भेट भयो म माइलाकी छोरी कान्छी आमाले मैले भन्दिनँ उठ कति भन्दिनँ गरी ल यता हेर म यो घरको यो घर मेरो माइती मेरो 5 भाइ दाजुमा 2 भाइ दाजु जाएर एउटा दाजु अब मेरो भाइ त्यसको लागि मङ्गोलीकोदेखि आएकी छु भित्र आत्मा रोइ पनि यिनीहरूले खासिरहेको छ परिवार भेट्नु खुसी चाहिँ छ भेट्नु त खुसी छु कति बेला हाँस्छु कति बेला नमस्ते म जेठा बुहाकी माइली बुहारी मेरो नाम गोमा खनाल छोरी मेरो नाम राधा खनाल नाम नमस्ते म चाहिँ साइला बुवाको जेठो नाति निश्चित खनाल
सबैलाई नमस्ते। म हरिप्रसाद खनालको नाति अनि मोतीराम खनालको चाहिँ छोरा, माइलो छोरा। मेरो नाम चाहिँ रुद्रप्रसाद खनाल। धन्यवाद। मेरो नाम ईश्वरी खनाल, बलिभद्रको नाति, दधिरामको छोरा ईश्वरी खनाल। रेकर्ड गरिरहनु कुरो हो। म लोकनाथ खनाल, चोपलालको छोरा लोकनाथ खनाल। मेरो नाम राधा खनाल, म साइला बुवाको ए नाम भन। मेरो नाम बसिरा पोखरेल, म माइला बुवाकी नातिनी हो। हो त्यसरी फट्ट नातिनी मोतीलालकी छोरी। भन्नुहोस् नाम भन। नाम आफ्नो। नातिनी भन। तिम्रो नाम भन। गोलुको नाम। नमस्ते। आज हाम्रो यो खनाल बन्धु परिवारहरू अब हाम्रो माइलो बुवाको 13 दिनको पुण्यतिथिमा पुण्यतिथि सकेर हामी यो हाम्रो सम्पत्ति यो छालाखोला भन्ने ठाउँमा उपस्थित भएका छौँ। मनमा वीर लुकाएर पनि हामी हाँसिरहेका छौँ। परिवारहरू सबै भेटघाट भएको हुँदा सबैले आफ्नो परिचय दिने क्रममा म पनि हरिलाल खनालको नाति, मोतीराम खनालको जेठो छोरो रमेश खनाल मेरो नाम परिचय अनुसार। अनि हामी सबै परिवारहरू उहाँहरू सबै जम्मा आउनुपर्छ, कोही विदेशबाट आउनुपर्छ, कोही कहाँबाट आउनुपर्छ। सबै यो संयोगले हामीलाई यसरी जुटाइरहेको छ। यो सम्झनाको लागि हामीले सबै रेकर्ड गरेर राखेका छौँ। अब हाम्रो खनाल बन्धु परिवारलाई माया गर्ने महानुभावहरूले यो हाम्रो युट्युबमा यो भिडियो अपलोड हुन्छ, त्यहीँबाट हेर्नु होला, त्यहाँबाट डाउनलोड गर्नु होला। हामी जानकारी दिन चाहन्छु। हस्, नमस्ते। यति भन्दै हाम्रो यो खनाल परिवारको आज यो भेटघाट 13औं दिनको पुण्यतिथि सकेर हामी खोलामा फुलपाती सेलाउन आएको बेलामा जमघट भएर पुरानो जन्मथलोमा आइरहेका छौँ। यति भन्दै आजलाई म बिदा माग्दछु। रमेश खनाल। हस्, नमस्ते, बाई बाई।